यस्तो लाग्ने हो यता अस्तिदेखिको चाहिँ यसलाई चाहिँ यहाँनिर घाँस खाने इच्छा लागिरहेको थियो पुष्पलाई पहिला आन्दोलनको टाइममा सेक्युरिटी गार्ड पनि चाहिँ शङ्ख जस्तो छ अरे नि त गर्नु यो भिडियोहरू एकदम गर्दा रहेछ एकदम राम्रो ल यता बाटो होइन पुष्प तेरो यता हो यता सिटीहरू फाटक यता चाहिँ लै साथीभाइ अब चाहिँ पुष्पलाई लिएर उता पल्लोपट्टिबाट अब तपाईँको गुडविल स्कुलको बाटो यताबाटै आज चाहिँ म यो बाटो चाहिँ गइनँ है यताबाट जान्छ आज पुष्प अलिक कुकुरहरूले चाहिँ वाकै लाउँछ होला यो बाटोमा चाहिँ है आउनु चाहिँ यताबाट जोड आएको पुष्प जानु चाहिँ यो बाटो गएको छैन नि त अहिले चाहिँ शेर्पा गुम्बा त्यहाँ आइपुग्यो छेचमनी गुम्बा किन फर्किनु खोज्दैछस् पुष्प अरे फर्किँदैछ त्यही त हेर्नु पुष्प बिस्तारै बिस्तारै भए पनि जानु पर्यो नि डढाएर हुँदैन हो यिनीहरू चाहिँ जानु मानेन भनेर फर्काउनु थाल्यो नि त फेरि भोलिदेखि त फेरि मरि गयो नि बाटो हिँड्दा नि यिनीहरू नजानु न आउनु गर्छ छेउछेउमा आएर नभुग है तिमीहरू फेरि पुष्पको लात खान्छस् ए पाङ्री रहेछ सेते रहेछ काले रहेछ तिनजना यो बाटो चाहिँ आज चाहिँ पुष्पलाई अलिकति स्पिड कुदाएर जाउँ भनेको हिँड्नु नमानेर फरक फरक घुम्दैछ नि त त्यो भएर चाहिँ बिस्तारै लगेर जाने बेला भयो अब एक दुई दिन चाहिँ कन्टिन्यू बाटो पुष्पलाई हिँडाउने बेला भयो फर्किँदै आएको यता कता गएको यता बाटो होइन पुष्प तेरो यता हो यता यता ए यसरी घोडालाई चाहिँ लगेर छाड्नु पऱ्यो नि त पुष्प अलिक डरछेरुवा भएछस् है यो बाटो त मजाले हिँड्ने थिइस् त अहिले चाहिँ ढडेन आइपुगेँ म स्कुटी आउँदो रहेछ ढडेन उकालो चाहिँ रनिङ हेभी पुष्पको अब उपर स्कुटी छोपिरहेको रहेछ अब तर्स्यो होला दामी राइड गऱ्यो पुष्पले त्यो उकालो दामी राइड गऱ्यो केही गर्नु परेन आफै कुद्न थाल्यो ल दामी दामी पुष्प दामी अहिले चाहिँ गुडविल स्कुल मुनि आइपुग्यो म है अब चाहिँ माथिबाट मेन रोड निस्किनु पर्छ नि त यहाँदेखि अलिकति अगाडि चाहिँ मेन रोड छ हुन त तपाईँलाई यो बाटो आउँदाखेरि मैले देखाइ नै रहेको यहाँ माथि चाहिँ गुडविल स्कुल छ
यहाँ कुदायो भने चाहिँ फेरि टक्कै यहाँ माथि मेन रोड छ नि त, गाडीहरू फुत्तै आउँछ। कि त यहाँ कुदिहाल्यो भने क्यामेरा हातमा हुनु भएन, फेरि दुईवटा हातले छ्यापै ब्रेक लाउनु पऱ्यो नि त। अब निस्क्यौँ म मेन रोड। अब सिधा डेलो फाटकपट्टि यता चाहिँ डेलो फाटक, यता चाहिँ कालिम्पोङ होम्सहरू जान्छ है। ल पुष्प रङ साइड हिँड्दैछस्, रङ साइड भनेर भन्नु मिल्दैन हो, किनभने अब यिनीहरूको त साइडै त हुँदैन, जता पायो त्यतैबाट हिँड्छ। अहिले चाहिँ म डुब्सिरिङ दाको घर अगाडि आइपुगेँ। यहाँ चाहिँ डुब्सिरिङ दाको घर। आमा घाम लागेर त एकदमै रमाइलो भइहाल्छ, आमा गरम गरम हुन थाल्यो। यहाँ चाहिँ शङ्खेढुङ्गा, यो ढुङ्गा चाहिँ शङ्ख जस्तो छ अरे नि त खासमा चाहिँ, यस्तो छ यी, अन्त चाहिँ शङ्खेढुङ्गा भन्दो रहेछ यहाँ चाहिँ। अब यति बिग्न गाडी हिँड्छ यहाँनिर त अब ग्यालप गर्ने पुरै आउँदैन है। ट्रट पुष्प ट्रट। ट्रट भने ग्यालप गरिहाल्नु त खोज्छ। नै यो बाटो चाहिँ म प्रायः आउँदिनँ नि त, अब निकै लामो समयको बाद आज आएको। अनि यहाँ पनि नयाँ दोकान ओपनिङ भएछ है। र फेरि अब बातचित त गर्नु पऱ्यो होला होइन बडा? ल त अहिले पुष्पामा बडा चढेर आइसक्नु भयो, झरी पनि सक्नुभयो। अनि बडा कस्तो लाग्यो आज यो पुष्पामा चढेर तपाईँलाई? एकदम राम्रो लाग्यो। हजुर। हाम्रो दीपक भाइ, तिम्रो त के पो हो नाम? विशाल। विशाल। हजुर। अब तिमीले गर्दैछौ फर्स्ट मेरो पहिला आन्दोलनको टाइममा सेक्युरिटी गार्ड पनि थियो। हजुर हजुर। अन्त राम्रो चलाउँदैछ, तिमीहरू सबै यहाँतिर टुरिज्मलाई पनि एकदम राम्रो छ हो कि? हजुर। बधाई छ, तिमीहरू एकदम राम्रो भएर सफल गरिजाऊ। हजुर। राम्रो गर्नु, यो भिडियोहरू एकदम गर्दा रहेछ, एकदम राम्रो। ल बधाई छ। हुन्छ बडा, हुन्छ, थ्याङ्क यू बडा। ल ल त अब चाहिँ हिँड्छ पुष्पा, आज फेरि आफै चढ्नु पऱ्यो। अब चाहिँ म डेलो फाटक आइपुग्नु आँटेँ। अब डेलो फाटकैपट्टि चाहिँ जाँदिनँ म, घोडा चाहिँ आज यतै चढाउँछु नि त। आज म डेलो जाँदिनँ, अन्त चाहिँ ल्याएर आएको पुष्पालाई। ल त साथीभाइ, अहिले चाहिँ पुष्पा पनि बस स्टप आइपुग्यो है। अब चाहिँ यस्तो लाग्ने हो यता। अब चाहिँ यहाँनिर चाहिँ सट्टै यसलाई बानिराख्नुपर्छ। आज पुष्पा दिनभरि यतै हो, मैला एकदमै हुन्छ आज है। हेर्नुहोस् है कति सफा छ पुष्पा, तर आज मैला चाहिँ हेभी हुन्छ, किनभने आज यसलाई म यहाँ बानिराख्नु पर्ने छ है। आजको सानो एउटा काम परेर चाहिँ म डेलो नजाने भइरहेको छु आज चाहिँ। ल पुष्पालाई चाहिँ म तल लगेर बान्छु है। पहिला चाहिँ यहाँ सिटहरू खोलौँ भनेको। अस्तिदेखिको चाहिँ यसलाई चाहिँ यहाँनिर घाँस खाने इच्छा लागिरहेको थियो पुष्पालाई क्या। घरिमै यतै आउँदै थियो नि त। ल आज चाहिँ बाँधिदिने हो। ल आज पुष्पा चाहिँ यतिको सफा छ हेर्नुहोस् है। अब एकछिनमा चाहिँ यति साह्रो हिलो हुन्छ कि अब